उहाँहरूको चाहिँ कस्तो भाषा आउँछ भने हामीले गरी खानु नपाउने हामी के कपाले गर्नुपर्ने हो त मेरो लाइसेन्स छैन त्यो उहाँले त्यो गल्ती त सुधार्नु हुन्छ कि समितिलाई राखेर हामीले कुरा गरौँ किन उहाँहरूको समिति छ अनि होइन हामी गरी खान पाउनु त अनि पार्किङको छ हामीले अब समस्या छ सुर्खेतमा अब सबै गाडीलाई पार्किङ छैन इभेन अटोलाई पनि एउटा कुनै पार्किङ ठाउँ दिउँ त हामीले जस्तो अब यहाँको हाम्रो ट्याक्सी भनेको छैन यहाँ ट्याक्सी भनेको त्यही अटो होइन काठमाडौँतिर ट्याक्सीलाई व्यवस्थापन गर्नलाई ठाउँ ठाउँमा चोकमा छुट्याइदिया हुन्छ 10वटा चाहिँ एकचोटिमा 10वटा ट्याक्सी बस्ने भने जस्तै यहाँ पनि एउटा पार्किङ ठाउँ स्पेस दिएको भने 10वटा अटो एक ठाउँमा बस्ने पालो जाने भएर गराउनु त्यो पनि छैन होइन लाइसेन्स पनि छैन अब बिस्तारै लाइसेन्स पनि ट्रायल खुलिया छ अब दुर्भाग्य भन्यो होइन एउटा ट्रायल खुलेन त्यसले पनि लाइसेन्स नभएको मान्छेहरू पनि भएको होला अब बिस्तारै लाइसेन्स ट्रायल खुलिसकेपछि हामीले होइन यसलाई यो कुराहरू किनभने जसले ट्रायलै पास गरेको छैन उसले ट्राफिक नियमको बारेमा थाहा नै छैन मैले अघि भने नि मोटरसाइकल र अटो एउटै खालका छन् कहाँबाट टर्निङ गरेर हुन्छ फुत्त टर्निङ गरेर अर्को गाडीसँग आयो होइन अघि मैले भन्नुभयो नि अटोको दुर्घटना बढी छ कारण चाहिँ अब क्रसिङ पनि बढी छ जताभाइ त्यताबाट क्रसिङ चाहिँ युटर्न गर्ने ठाउँ चाहिँ क्रसिङ गर्नु हुने नहुने छैन बिचमा पहिलाको लाखुदी सुक्खा हुँदाखेरि हाइवेमा ब्लक पनि राखेको छ यहाँबाट क्रस गर्नु मिल्दैन यहाँ चाहिँ अलिक बढी भयो भनेर त्यसलाई रोक्नको लागि ब्लक पनि राखेको छ त्यो बिचमा विवाद पनि भयो स्थानीयहरू यहाँ चाहिन्छ भनेर है तर हाम्रो प्रायोरिटी के हुन्छ दुईवटा युनिट गर्नुको लागि हामीले अटोको लागि अब व्यवस्थित चाहिँ अब यो सरकारबाट सबै हुन्छ बेला बेला उहाँले आउनुहुन्छ खोइ हाम्रो यो भएन समितिमा आबद्ध गराइदिनु पर्ने भन्नुहुन्छ त्यो काम त हाम्रो होइन कुनै अटोलाई यो समितिमा चाहिँ यो दर्ता गर्नु भन्ने काम त हाम्रो होइन अनि त्यसलाई चाहिँ कसले नियमन गर्ने हो नियमन गर्नुपर्छ त्यसमा नगरपालिकाहरू हुनुहुन्छ उहाँसँग समन्वय भएको छ अब साधनका कुराहरू होला मैले भन्नु बसपाको कुरा बसपा एक